नमस्ते सबैजनालाई। आज चाहिँ हामीले हजुरहरूको अगाडि चाहिँ OTDR DT300 लिएर आएको छौं र यसको स्ट्रक्चरको कुरा गर्नुपर्दा चाहिँ यस्तो खालको रहेको छ र यो चाहिँ एकदमै इजी टु युज प्लस यो चाहिँ एकदमै पोर्टेबल रहेको छ र यो चाहिँ हजुरको रिचार्जेबल वाला पनि हो। यो चाहिँ हजुरले फिल्डमा लिएर जानुभयो भने चाहिँ हजुरलाई एकदमै कम्फर्टेबल हुन्छ युज गर्नलाई। र हामीले यसको पोर्टको कुरा गर्नुपर्दाखेरि चाहिँ यो चाहिँ हजुरको VFL को पोर्ट भइहाल्यो र त्यसैगरी यो चाहिँ हजुरको OPM को पोर्ट र त्यसैगरी यो चाहिँ हजुरको OTDR को पोर्ट रहेको छ र हजुरहरूले यसमा थप एक्सेसरिजहरुको कुरा गर्नुपर्दाखेरि चाहिँ यो चाहिँ हजुरले एउटा डेटा केबल पाउन सक्नुहुन्छ र त्यसैगरी यो चाहिँ हजुरको सफा OTDR सफा गर्ने बर्ड र यो चाहिँ एकदमै राम्रो प्याकेजिङमा आउने गर्छ, हजुरले देख्न सक्नुहुन्छ र प्लस यो मात्रै नभए एउटा कार्डबोर्ड प्याकेजिङमा पनि आउने गर्छ र हजुरलाई यसको बारेमा थप जानकारी चाहिन्छ भने चाहिँ हजुरले हामीसँग कनेक्ट गर्न सक्नुहुन्छ। YouTube, WhatsApp अथवा TikTok हरुबाट पनि अवेलेबल भइसकेको छ हामी चाहिँ। धन्यवाद।